हेलो गाइज, आज म कपिलवस्तु जिल्लाको बाडगाँव नगरपालिकामा छु। यति बेला पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने बुटवल गोर्सिङे सडक खण्ड विस्तार गर्ने क्रम जारी छ। देख्न सक्नुहुन्छ एकदमै धुलो माटै माटो छ। माथिपट्टि एकदमै तीव्र गतिमा काम भइरहेको छ है। अब यसपछि म यो धुलो माटो एक ठाउँमा छोडेर कपिलवस्तु जिल्लामा रहेको विभिन्न 3 स्थानको मैले चाहिँ भिजिट गराउने छु तपाईहरुलाई। कर्मीसँग मेरो भिडियो हेरिदिनु होला, लाइक कमेन्ट सब्स्क्राइब पनि गरिदिनु होला, सबैले माया गरिदिनु होला। अब यति बेला म भर्खरै आफ्नो घरबाट निक्लिँदैछु। अब चाहिँ म जाँदैछु कपिलवस्तु जिल्लामा रहेको एकदमै चर्चित 3वटा स्थानहरूको भिजिट गराउन। अब म यहाँबाट निक्लिसकेँ गाइजहरू। ल, कर्मीसँग मैले भिडियो देखाउने छु, सबैले हेरिदिनु होला मेरो भिडियो, लाइक कमेन्ट सब्स्क्राइब पनि गरिदिनु होला गाइजहरू है त। यति बेला म कपिलवस्तु जिल्लामा रहेको एकदम पवित्र धार्मिक स्थल लक्ष्मण घाटमा रहेको छु दर्शकबिन। देख्न सक्नुहुन्छ यतापट्टि मन्दिर, त्यसपछि अब यतापट्टि म देख्न जाँदैछु एकदमै पुरानो एकदमै चर्चित। देख्न सक्नुहुन्छ यसलाई चाहिँ हामी फाटक भनेर चिन्ने गरेका छौँ। यो एकदमै पुरानो हो दर्शकबिन, करिब यो कति वर्ष भयो त मैले भन्न सक्दिनँ होइन, तर राजा वीरेन्द्रको पालामा चाहिँ यसको चाहिँ उद्घाटन भएको भनेर चाहिँ यसको चाहिँ इतिहास छ। मैले यसलाई देखाउँदैछु नजिकै लएर। देख्न सक्नुहुन्छ यहाँनिर यसरी लेखेको छ, श्री 5 वीरेन्द्र वीर विक्रम सरकारबाट चाहिँ यो उद्घाटन भएको रहेछ। एकदमै पुरानो र चर्चित यो धार्मिक स्थल रहेको छ। यतापट्टि देख्नुहुन्छ खोलाको बगर एकदमै ठुलो। त्यसपछि यहाँनिर देख्नुहुन्छ पानी सुसाएको। अनि यसपछि म उतातिर जाँदैछु, एकदमै ठुलो शिवजीको मूर्ति, त्यसपछि मन्दिरहरू रहेको छ उतापट्टि पनि। म सबै दृश्य कैद गर्दैछु दर्शकबिन। देख्न सक्नुहुन्छ यहाँनिर पनि अर्को मूर्ति छ। यहाँनिर यस्तो बनाइएको छ, देख्न सक्नुहुन्छ यस्तो छ। त्यसपछि यहाँनिर एकदमै पुरानो मन्दिर, सबैभन्दा पुरानो मन्दिर हो यो। देख्न सक्नुहुन्छ सबैभन्दा पुरानो मन्दिर लक्ष्मण घाटको। त्यसपछि यहाँनिर चाहिँ फोटो खिच्ने ठाउँ छ, लक्ष्मण घाट लेखेको चाहिँ लभको चित्र बनाएको, यो चाहिँ फोटो खिच्ने ठाउँ रहेको छ। त्यसपछि यतातिर पनि मन्दिर छ परेवा। म सबैभन्दा ठुलो मूर्ति देखाउन जाँदैछु। यहाँनिर चाहिँ सबैभन्दा ठुलो शिवजीको मूर्ति देख्न सक्नुहुन्छ, सबैभन्दा ठुलो शिवजीको मूर्ति यहाँनिर रहेको छ। यो एकदमै पवित्र र धार्मिक स्थल रहेको यो लक्ष्मण घाट एकदमै रमणीय वातावरण र शान्त ठाउँ पनि रहेको छ। यसलाई चाहिँ हामी कपिलवस्तु जिल्लामा रहेको लक्ष्मण घाट भनेर चिन्ने गरेका छौँ। अब यसपछि म फेरि अगाडि नै जाँदैछु दर्शकबिन। अब यसपछि म फेरि अर्को चर्चित स्थान देखाउने छु, जगदीशपुर ताल। यति बेला म कपिलवस्तु जिल्लाको जगदीशपुर तालमा रहेको छु। यो विश्वकै इतिहासमै सबैभन्दा ठुलो मानव निर्मित तालको रूपमा चिनिन्छ यसलाई। यसको क्षेत्रफल एकदमै ठुलो छ, एकदमै ठुलो छ। हामी चाहिँ आँखाले कैद गर्न सक्दैनौँ, यसको क्षेत्रफल एकदमै ठुलो छ दर्शकबिन। एकपटक चाहिँ सबै आउनै पर्ने ठाउँ कपिलवस्तु जिल्लामा रहेको जगदीशपुर ताल। यसको क्षेत्रफल करिब घुम्दाखेरि वारीदेखि पारि सबै 5 किलोमिटर छ अरे भनेको सुने मैले भर्खरै एकजना भाइले भनेको होइन। तर एकदमै ठुलो यो ताल हाम्रो विश्वमै इतिहासमै एउटा चाहिँ कैद गर्न पर्ने ठाउँ रहेछ यो। विभिन्न किसिमको चराचुरुङ्गी, त्यसपछि विभिन्न प्रजातिको माछाको वासस्थान रहेको यो ताल। एकदमै रमणीय वातावरण, त्यसपछि सुनसान ठाउँ, घुम्नको लागि एकदमै उचित स्थान हाम्रो कपिलवस्तु जिल्लामा रहेको जगदीशपुर ताल। एकपटक सबैजना आएर भिजिट गरिदिनु होला। अहिले यहाँनिर चाहिँ एकदमै धेरै चराहरू देख्न सक्नुहुन्छ, त्यहाँनिर सानो सानो देखिरहेको छ। र
अहिले चाहिँ यो सबै दृश्य त म कैद गर्न सक्दिनँ, तर पनि आँखाले देखेसम्म मैले सकेको देखाउन प्रयास गर्नेछु। र यो तालमा विभिन्न किसिमको चराचुरुङ्गीको अवलोकन गर्नुको साथै बोटिङको पनि व्यवस्था रहेको छ। बोटिङ गर्दै रमाइलो गर्दै यो ठाउँको दृश्य अवलोकन गर्न सकिन्छ। र यो तालमा एकदमै ठुलो प्रजातिको माछा र धेरै प्रजातिको माछा पनि पाइन्छ र देश तथा विदेशमा रहने विभिन्न प्रजातिको चराहरूको वासस्थान रहेको यो ताललाई कपिलवस्तु जिल्लाको जगदीशपुर ताल भनेर चिनिन्छ यसलाई। यति बेला म यहाँनिर चाहिँ यहाँको दृश्य कैद गर्न भनेर आएको छु। एकदमै ठुलो ताल, इतिहासमै मानव निर्मित ताल भनेर चिनिन्छ यसलाई। सबैभन्दा ठुलो मानव निर्मित ताल जगदीशपुर ताल। देख्न सक्नुहुन्छ यहाँनिर विभिन्न किसिमको चराको वासस्थान, चराको बथान रहेको छ यहाँनिर। म यसो जुम गरेर देखाउने छु। अहिले वरिपरि कुहिरो लागेको हुनाले धेरै सफा देखिरहेको छैन, तर पनि म प्रयास गर्दैछु दर्शकबिन। चराहरू एकदमै धेरै रहेको छ, एकदमै धेरै सङ्ख्यामा। यहाँ त्यसपछि अलिक पर पनि उता पनि रहेको छ एकदमै धेरै चराहरू। यसरी चाहिँ मजासँग पारिलो घाम लागेको बेलामा चराहरू खेलिरहेको अवस्था मैले कैद गर्दैछु। एकदमै धेरै सङ्ख्यामा छ यो चराहरू। बिहानको टाइममा आउँदाखेरि यस्तो दृश्य देख्न पाइँदो रहेछ यहाँनिर। अब यहाँबाट उहाँ माथिसम्म धेरै चरै चरा छ, तर यो क्यामेराले चाहिँ भ्याएन, किनभने हल्का कुहिरो लागेको जस्तो छ, मौसम त्यति सफा छैन। अहिले चाहिँ म यसरी कैद गर्दैछु जगदीशपुर तालको दृश्य दर्शकबिन। एकदमै शान्त छ अहिले वातावरण र देख्न सक्छ यहाँनिर डुङ्गा पनि चलाउन सकिन्छ। यति बेला म कपिलवस्तु जिल्लामा रहेको सगरहवा भन्ने ठाउँ, जुन ठाउँलाई चाहिँ लम्बी सागर भनेर चिनिन्छ, सगरहवा। त्यसपछि यहाँनिर देख्न सक्नुहुन्छ गौतम बुद्धको पालामा गौतम बुद्धको चेलाहरू मरेको भनेर चाहिँ यहाँनिर चाहिँ यसको इतिहास छ। म एकजना दाइ हुनुहुन्छ, उहाँसँग म सोध्छु, दाइ यो खास के हो यहाँको कहानी? ल हल्का छोटकरीमा भनिदिनु पर्यो। यो चाहिँ बुद्ध कालमा कपिलवस्तुको राजा चाहिँ महानाम शाक्य हुनुहुन्थ्यो। हजुर हजुर। त्यो बेलामा चाहिँ महानाम शाक्यले कौशलका राजा प्रसन्नजितलाई झुक्काएर दासी पुत्री बिहा गरिदिएको हुनाले त्यही प्रतिशोधमा उहाँको छोरा जन्मेपछि छोरा विरुढकले चाहिँ त्यसैको प्रतिशोधमा उहाँले चाहिँ लम्बु सागरमा चाहिँ यहाँको कपिलवस्तुको सबै चाहिँ शाक्यहरूलाई यहाँ जम्मा पारेर नरसंहार गर्नुभएको ठाउँ भनेर चिनिन्छ यो। अनि उहाँको सम्झनामा थुप्रै यहाँ स्तूपहरू चाहिँ संरचनाहरू चाहिँ निर्माण गरिएको छ। अहिले भग्नावशेषको रूपमा देख्न सकिन्छ। त्यो भएको हुनाले यो ठाउँ बुद्धिस्टहरूको लागि एकदम महत्त्वपूर्ण ठाउँ भनेर चिन्न सकिन्छ। एकदम धेरै धेरै धन्यवाद दाइलाई होइन यो ठाउँको बारेमा जानकारी दिएकोमा। म कर्मैसँग यहाँनिर चाहिँ एउटा पोखरी छ, त्यो पोखरीको साइडमा जाँदैछु। त्यहाँनिर चाहिँ कमलको फुलहरू फुलेको देख्न पाइन्छ ढकमक्कै त्यो पोखरीमा। अब म हिँड्दै हिँड्दै जाँदैछु। अहिले चाहिँ एकदमै झाडी छ यहाँनिर, देख्न सक्नुहुन्छ यहाँनिर एकदमै ठुलो पोखरी छ, तर चाहिँ पोखरीमा चाहिँ एकदम उसले झारले ढाकेको रहेछ। यहाँनिर चाहिँ प्रशस्त मात्रामा कमलको फुल पनि फुलेको देख्न पाइन्थ्यो, तर अहिले चाहिँ कमलको फुल फुल्ने सिजन गइसकेको हुनाले कमलको यो चाहिँ देखिएको चाहिँ सबै कमलको चाहिँ बिरुवा हो, पात मात्रै देखिरहेको छ। एकदमै लामो ताल छ यहाँबाट उहाँसम्म है। त्यसपछि ऊ त्यो पारीको जङ्गलमा अलि अस्ति ठुला ठुला गौतम बुद्धको पालामा रहेको ढुङ्गाहरू थियो, त्यो ढुङ्गालाई चाहिँ अहिले त्यसलाई चाहिँ रूपान्तर गरेर मूर्ति कुदेर राखेको छ त्यो त्यो पारीको जङ्गलमा। त्यहाँ नजिकै गएर पनि अवलोकन गर्न सकिन्छ। अहिले म परिबाट देखाउँदैछु। र यसभन्दा एकदमै पश्चिम साइडमा गौतम बुद्धको पालामा यहाँ बनेको दरबार, ठुला दरबारहरू पनि देख्न सकिन्छ। त्यहाँनिर त्यसको अवशेष छ अहिले जमिन मुनि, जसको इट्टाहरू छ। अनि त्यहाँ चाहिँ शान्ति स्तूप पनि स्थापना गरिएको छ त्यहाँ तलपट्टि। अहिले म त्यति नजिक जान सकिनँ, त्यही भएर परबाट भन्दैछु। र त्यति बेला गौतम बुद्धको चेलाहरू एकदमै धेरै मरेको ठाउँ र त्यहाँ पारिपट्टि मैले जुम गरेर देखाएँ, त्यहाँनिर चाहिँ त्यो खाल्टो खनेर एकदमै धेरै मान्छे गाडेको भनेको इतिहास छ यसको। एकदमै धेरै खाल्टो खनेर गाडेको त्यो खाल्टो पनि त्यही छ यहाँनिर। ऊ त्यो देखिएको हो त्यहाँनिर हो, यहाँनिर अहिले रुखले ढाकिरहेको छ, त्यहाँनिर चाहिँ ठुलो खाल्टो छ दर्शकबिन। यसको इतिहास चाहिँ यही हो। अहिले चाहिँ म सगरहवाको लम्बी सागरमा छु। जे होस् गौतम बुद्धसँग सम्बन्धित यो इतिहास जोडिएको ठाउँ रहेछ भनेर चाहिँ हामी यसरी बुझ्न सक्छौँ। यो जङ्गलमा चाहिँ ठुला ठुला ढुङ्गाको मूर्ति,
कुदिएको छ। एकदमै ठुलो क्षेत्रमा यो गौतम बुद्धको पालामा लडाई भएको ठाउँ भनेर चाहिँ यसरी पनि हामी चिन्न सक्छौँ यसलाई।